ल हेलो गाइस वेलकम टु माई ब्लग इट्स सारा तामाङला हेलो माइजू हेलो 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 आज हामी यहाँ जाँदैछौँ त्यही त अनि आमा मम्मी मरियम दिदी हेल्प ल नाच्नु ल नाच्दैछन् जो झन् यहाँ हाम्रो अरूहरू छन् आमा यो बोक्नु न त लु लाउनु लु लाउनु लाउनु न के हुन्न हेर्नुहोस् सुहाउँछ हौ त्यही त उयो उयो गर्दैन यो मरिम दियो हुन्छ आमा राम्रो देखेछ हामी जाँदैछौँ पोखरियाको हजुर आयो साथीहरु ल हिरो छ नि हौ यो ज्याकेट अघि लिएको हौ बर्दिवासमा पानी परिहाल्यो अनि केटा हेलो गर्दै है बा खतरा आउँदो रहेछ कि आऊ दामी आउँदो रहेछ ल्याएको नि होइन म अगाडि अगाडि हिँड्छु क्या पखाउन भिडियो बनाउँदैछु क्या म ओ विपन्नाजी यहाँ मामाले के भनिरहनु भएको देखेछ नि लु साथीहरु त एकैजना नि आउनु भयो नि त हौ अन्त ल हिरो निकाल्छ आम्मामा लस्टी छ हिरो पो छ त हौ नखिच्ने फोटो फोटो होइन किन ए भिडियो हो यो थाहा छ खोइ मरियम सारा आयो त ए अगाडि पुगिसक्यो तर है कता कता बोल त्यस्तो दिन खोइ मोबाइल छैन के छ गाउँ कति वर्षपछि लगभग 5 वर्षभन्दा बढी समयपछि गाउँ आएर हामी दुईजना आइसक्यौँ हौ यहाँ यहाँ त अनि यहाँनिर भुवनाजीलाई के भयो ल ल ल यहाँ आऊ
दिनको कामलाई दिन नसको वाह 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 यहाँबाट यस्तो फ्रन्ट चाहिँ खिच्नु पर्यो यार यिनलाई कति सिटी बजाएको टाइम आउट भइसक्यो यता पनि रहेछ त पोखरी त जानु रहेछ त हौ माथि चाहिँ पोइन्ट आउँछ बरे के भन्दैछ 2000 तू त फुल्ली 2000 कसले भनेको कस्तो डेन्जर छ हौ यहाँ अवस्था हेर न कसले पानी परेर उग्रियो नि त झन् कस्तो राम्रो भयो क्या राम्रो आयो क्या ज्याकेट सही छ नि ठिक छ कति लियो भन न कति लियो होला 2500 भन्दै थियो 1800 मा ल्यायो अलि भनेको एक ठाउँमा आएको बाफ्रे बाप 5000 3500 भन्दै थियो ज्याकेट चाहिँ फेरि कस्तो राम्रो थिएन क्या है भनेर छोडेर हिँडेको घाममा उज्यालोमा त झन् झन् कस्तो राम्रो आउँथ्यो होला है बेटा ल के भन्ने कहिलेदेखि स्कुल अनि स्कुल जानु पर्दैन स्कुल गएर आएको कति क्लास पुग्यो हो अनि 2 3 पढेको अरे अनि एबिसिडी पनि आउँदैन भन्छ हो कहिले पुग्यो त्यही त कहिले पुग्यो मम्मीलाई दुःख दिन्छ अरे हो दुःख दिन्छ दिँदैन थाहा छ हौ बा थाहा छ हौ कोही नै फेरि चिने छैन नि त बाइक मात्रै हेर्दा चिने जस्तो लाग्यो होला मान्छेहरूलाई सबै नौलो मात्रै हो हेलो जाम छिटो जस्टिस यहाँ नआउने ल कस्तो दामी आउँदो रहेछ कि ए यता चाहिँ को हो त नि बाघ पानी आउँछ है
धान लाउँछ यो भाइले लाउँछ धान चाहिँ लगाइदिन्छु दियोस् अनि यो अघि बोले नि दिदी उहाँ दिदीको फिर्को यो चाहिँ अनि यो जग्गा कत्रो थियो भने 10 कठाको एउटै थियो प्लटिङ यहाँ चाहिँ मकै खेती यतातिर अलिकति पुरै धान थियो हाम्रो अनि यहाँ मकै लाउँथ्यौँ यत्रो त्यागेर गएको लकडाउन यो जग्गाहरू त्यहाँदेखि सबै मलाई बसेर खानु मन लाग्यो नजिक भए पनि काम नै गर्नु लाग्नु पऱ्यो त्यो पर भने थिएन अनि यो आठ बगैँचा सबै भाइहरूले नरिल बेच्नु कति बोकेर जानु नरिल फलेर फस्यो नि मेरो खाटहरू बाख्राहरू यो भित्र छ मान्छे छैन ए तपाईँको सामान लिएर भन हो बाले हाँस्नु बाबा कति हाँस्छु है सिधै कौशलले छाड्ने उयो कप निकालेर पठाइदिन्छु कौशल हातले यस्तो हेलो गरिदिनु कस्तो राम्रो तेल हाल्न हाम्रो गाडी त्यो हेर्नु न माथिको पटेश्वर
सारा यहाँ आउनु न सबैजना भनेको चढौँ हामी खाली छ टोइलेट ए हजुर पाउनै पाउनु त्यहाँ लाग्नु न के लागौँ यति सुन्दर हेर घुमाउनु न वरिपरि ऊ त्यहाँ पर गएर हेलो 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 गाडी सारा खै हिलो बाटो हिलो बाटो हिलो बाटो पानी परिसक्यो कहाँ रोक्यो फेरि यो